ल माता हजुरलाई हाम्रो च्यानलमा स्वागत छ। धन्यवाद सम्पूर्ण मिडियाहरूलाई र तपाईँलाई पनि विशेष गरेर अनि यता प्राविधिक के भन्छ क्यामेराम्यान भाइलाई र बहिनीलाई पनि। आराम हुनुहुन्छ नि? आरामै छ माता। अनि भन्नुहुन्थ्यो हजुरले केपी ओलीको ग्रह एकदमै बलियो छ, उहाँ अलिक धेरै बेरसम्म नै धेरै समयसम्म प्रधानमन्त्री हुनुहुन्छ भनेर भन्नुहुन्थ्यो, तर हजुरको भविष्यवाणी त फेल खायो नि। अब यसो छ हजुर, फेल खाएको होइन। प्रधानमन्त्रीका ग्रह बलिया हुन् भनेको हो, लामो समय पनि प्रधानमन्त्री हुनुहुन्छ भनेको छैन। उहाँका ग्रह अझै पनि उच्च नै छन्। हामी दुईवटा किडनी फेरेको व्यक्ति होइन, एउटै भए पनि मान्छे बेहालकै हुन्छ। तर उहाँको भाषण, उहाँका कामहरू हेर्ने भने उहाँले बोलेका ती क्रियाकलापहरू, काम गरेका ती सबै कुरामा चाहिँ एकदम स्मरण गर्न योग्य छ। र केपी शर्मा ओली शक्तिशाली र उहाँका ग्रहमा उहाँलाई कसैले सक्दैन भनेको थिएँ मैले। हो पनि उहाँसँग जो जोडिनुहुन्छ कसैले सकेनन्, फेलै खाए। किनभने फेल खुवाउनु नै भयो उहाँले। अब मैले लामो समय प्रधानमन्त्री हुनुहुन्न, तर 3-4 चोटि हुने भविष्यवाणी गरेका थिएँ, हुनु पो सकियो। अब पनि भोलिको दिनले जनाउने छ के कसो हुन्छ भनेर। तर प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि भन्छु शक्तिशाली नै मान्छे हो भनेर। म उहाँको जानुभयो घुम्नु भनेर कुरा फेर्दिनँ। प्रधानमन्त्री केपी शर्मा ओली नभएर अर्को कोही व्यक्ति भए यो नेकपा पनि फुट्ने थिएन होला, यो तलमाथि हुने थिएन होला, संविधान ध्वजा अब हुँदैछ बिस्तारै, यो सारा चिज हुने थिएन होला। केपी शर्मा ओलीले यो सबै कुरा गरेको सराहनीय नै छ। हामीलाई एकदम स्वागत योग्य नै भन्दछु म। उहाँले यो गर्नाले अब चाँडै मुलुकमा राज संस्था फर्काउँदैछन्, हिन्दू राज्य हुँदैछ भनेपछि केपी शर्मा ओली शक्तिशाली नै व्यक्ति भन्नुपर्छ। उहाँका चाहिँ हिन्दीका ती वक्तव्यहरू हेर्नुहोस्, कसैले सक्दैन। इङ्ग्लिसका कुरा ती हेर्नुहोस्, नेपालीका उखान टुक्काहरू हेर्नुहोस्। अबका हाम्रा अहिले भर्खरै हुनुभएका प्रधानमन्त्रीको भने उहाँको शब्द खासै बुझिँदैन, निकै मजाले नै सुन्नुपर्छ। तर उहाँलाई पनि म हार्दिक बधाई दिन चाहन्छु, किनभने केपी शर्मा ओलीका ग्रहले गर्दा उहाँले पनि तत्कालै पद पाउनुभयो। केही वर्ष अगाडि नै उहाँले आफ्नो पद पाउनुभयो। हो 2-4 चोटि उहाँका प्रधानमन्त्रीका हुने 6-7 चोटि भनेर चाहिँ हामीले पनि सुनेका छौँ। 7 चोटि चाहिँ म भन्दिनँ, तर चिठा भने प्रधानमन्त्री शेरबहादुर देउवालाई चिठा चाहिँ राम्रैसँग हात पर्ने देख्दछु। अब हुने मन्त्रीहरूको समय अवधि चाहिँ कतिसम्म छ? अब देउवा प्रधानमन्त्री कहिलेसम्म हुनुहुन्छ? अब धेरै लामो प्रधानमन्त्री जानुहुन्न। त्यो 1 दिने पनि हुनसक्छ, 1 हप्ते पनि हुनसक्छ, 22-25 दिन पनि हुनसक्छ, 15 दिने पनि हुनसक्छ। किनभने समय आउँछ, समयले बोल्दछ। र मन्त्रीहरूको कुरा गर्नुभयो, मन्त्रीहरू पनि हिजो अस्ति भर्खरै केपी शर्मा ओलीले मन्त्रीमण्डल गरेर मन्त्री बनाए जस्तै हुनसक्छ। लङ टर्म मन्त्री हुँदैनन्, किनभने देश अब संविधानै ध्वजा हुँदैछ। गणतन्त्रको इन्डिङ पक्ष हो। आज एमाले कम्युनिस्टहरू सकिने निर्णय आउँदैछ। अब कम्युनिस्टहरूको काम छैन। अब कम्युनिस्ट आरामले कुर्सीमा बसेर आफ्नो काम गरे हुन्छ। किनभने गरिबका छोराछोरी 80 लाख नेपालीहरू विदेशीमा पनि राम्रो कमाइ छ भन्दिनँ म। बाकसमा आएका छन्, कोही टुरा भए, कोही आफ्ना छोराछोरी गुमाउनु परेको छ। यो अवस्था यिनीहरू नै राजनीतिको दलबाटै हो। चाहे भर्खरका प्रधानमन्त्री जोसुकै हरिराम श्याम हरिगोविन्द नयाँ सेक्सन जोसुकै आओस्, कसैले केही गर्दैन। हजुर यो सुनेर बस्नुहोस् है। अब गर्ने भनेकै राज संस्थाले मात्रै हो। अरू कुनै चिजबाट मुलुक स्थायित्व र दिगो विकास हुँदैन। 1 हुँदैन, 2 हुँदैन, 3 हुँदैन। आज यी यस्ता युवा युवतीहरू कलिलो उमेरमा विदेश हुनु परेको अवस्था यिनीहरूकै राजनीतिको कारणबाट हो। त्यसैले अझै पनि भन्छु, केपी शर्मा ओली बाहेक कोही प्रधानमन्त्री अरू भइदिएको भए आज यो हालत आउने थिएन। उहाँ साँच्चै शक्तिशाली र राम्रो महान व्यक्ति हो। म उहाँलाई प्रधानमन्त्री हुँदा भेट्न पाइनँ। यो दोस्रो तेस्रो पटक। मैले पहिलोचोटि त उहाँ प्रधानमन्त्री हुनुहुन्छ भने नै म भेट्न पनि गएँ खादा लिएर। दोस्रो चोटि पनि उहाँ प्रधानमन्त्री हुनुहुन्छ है सुनाइदिनु भनेर अमेरिकाको राजदूत अर्जुन कुमार कार्कीलाई भने, त्यो तत्कालै मेरो घरबाट सचिवलाई फोन गर्नुभयो। तेस्रो चोटि पनि मैले उहाँ केपी शर्मा ओलीकै घरमा गएर अब फेरि उहाँको योग छ भनेर भविष्यवाणी गरेँ। ठ्याक्कै उहाँ हुनुभयो। के हो माताजी भन्नुभयो धेरैजनाले। अब अझै भोलिका दिन समयले जनाउँछ। तर केपी शर्मा ओली राजनीतिबाट थाकेको चाहिँ देखिँदैन, किनभने थाक्नुहुन्न उहाँ। र उहाँका जति पनि दर्शक छन्, उहाँका फ्यान फलोवर्सहरू छन्, अहिले साँच्चै भन्यो भने रोइरहेका होलान्।
आज मेरो मन पनि ढुकढुकी बढ्यो। म कम्युनिस्ट कुनै पार्टीमा छैन। म कम्युनिस्ट त एक त धर्म नमान्ने, संस्कार संस्कृति बिर्सिने, पश्चिमा संस्कृति नेपाल भित्र्याउनेहरूलाई म थोपो पनि मान्ने थिएँ, तर गोपनीयता तरिकाले बोल्नुपर्ने बाध्यता हुन्थ्यो। किनभने उनीहरू फोटो नराखिदिनुहोस्, हाम्रो नाम नभनिदिनुहोस्, युट्युबमा हामीलाई प्रचार नगरिदिनुहोस्, तर तपाईँ हाम्रो माता हो भनेर भन्नेहरू पनि थिए। र कुनै कम्युनिस्टमा मेरो त लभ होइन, विश्वास होइन। तर पनि केपी शर्मा ओली प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री भन्नुपर्छ। अहिले हामीले अहिलेबाट उहाँको सम्झन लायक धेरै कुराहरू छन्। कालापानी लिपुलेखका कुराहरू ल्याइदिनु भयो, विधेयकको नागरिकता विधेयकका कुराहरू ल्याइदिनु भयो। अनि यो घुमेको चाहिँ हाम्रो यो के भन्छ, यो हाम्रो चितवनको माडीमा चाहिँ राम मन्दिरका कुराहरू, हाम्रो नेपालमै हो राम मन्दिर, राम जन्मिएका हुन्, पटक्कै अर्काको देशमा होइन भन्ने कुराहरू ल्याइदिनु भयो। अर्को कुरा, पशुपतिमा सुनको जलप लगाइयो, हेर्नु हजुर पत्रकारजी। अर्को कुरा तपाईँको चाहिँ उ त्यहाँ रानी पोखरी के उहरू बने। अर्को चाहिँ कति 22 तले चाहिँ धरहरा चाहिँ कतियौँ जुनीदेखिको धरहरा चाहिँ नयाँ बिल्डिङ बन्यो। केपी शर्मा ओलीले धेरै चाहिँ उद्घाटन गरेर छोड्नुभयो। एक दिनमा 5 देखि 10 वटा पनि उद्घाटन गरेको देखियो। बिरामी मान्छे, बुढो मान्छे, आज कसले सक्छ एकै दिनमा 3 तत्कालै गइहाल्ने? उहाँले खर्च धेरै गरेको होइन, उहाँका छोराछोरी छैनन् पनि। उहाँले अरूलाई बनाउनु भयो होला, त्यो आफ्नो ठाउँमा छ, बनाउनु भएको छ अरे भन्ने कुरा। उहाँले धेरैलाई पढाउनु पनि भएको छ। म अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको भक्त बनेको होइन, तर मैले आज विगतका ती कुरा सम्झिँदा दुःख लाग्यो। आज म दिनभरि नै काम गर्न पनि सकिनँ। उहाँलाई स्मरण गरेँ, लौ यो देशै छोडेर अब अर्कै देशमा केपी शर्मा ओली जान आँटेको झैँ लाग्यो मलाई। तर हाम्रै देशका प्रधानमन्त्री केपी शर्मा ओली बोली स्पष्ट छ, जति बुढो भए पनि तन्नेरी कुरा गर्नुहुन्छ उहाँले, होइन? हाम्रो धर्म संस्कार संस्कृतिका कुराहरू पनि उहाँले बिर्सिनु भएको छैन। कम्युनिस्टहरू पहिलो नेपालमै उदाहरणीय बन्यो, विश्वमै उदाहरणीय बन्यो। कम्युनिस्टहरू मन्दिर जाँदैनथे, उहाँले 2.5-3 घण्टा मन्दिरमा पूजा गरेको कुराहरू आयो भनेपछि मैले केपी शर्मा ओलीलाई सम्झिने धेरै कुरा छन्। उहाँ छिटो नै तत्कालै के भन्छ रियाक्सन देखाइहाल्ने हो प्रधानमन्त्री, कसैले भन्यो भने रिप्लाई गरिहाल्ने। तर यो सब कुरा हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली अहिले किन चुप बस्नुभयो? पत्रकारजी हजुरले बुझ्नु भएको छ? उहाँले केही रियाक्सन लिन सक्नुहुन्थ्यो। हिजोदेखि अहिलेसम्ममा केही भइसक्थ्यो, केही हुनेवाला थियो। तर हाम्रो सोचाइमा हाम्रो मनको एउटा मनोगणन्ते कुरा र मेरो भविष्यवाणी अनुसार पनि केपी शर्मा ओलीलाई मैले शक्तिशाली नेताको रूपमा दिन्छु। अरू कोही उहाँ जस्ता पक्कै भेटिँदैनन् होला अब पछाडि। र उहाँले यो सब कुरा सल्लाह नै जस्तो लाग्छ, सब कुरा नियम अनुसारै हो जस्तो लाग्छ। कम्युनिस्टले राजा ल्याउनु हुँदैन पत्रकारजी, राजा ल्याउँदैनन्। कम्युनिस्टले राजाको त र पनि सुन्न सक्दैनन्। कम्युनिस्टहरूले राजा ल्यायो भने अन्तर्राष्ट्रिय बेइज्जत हुन्छ। अब सकेनन् कम्युनिस्टलाई त हेर्ने दृष्टि बाहिर पश्चिमा संस्कृति पश्चिमा देशहरूबाट त हेर्ने त तल भयो, लो लेभल भयो। त्यो नगराउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो बुद्धि ख्याउनु भएकै हो भन्ने मलाई लाग्छ है यसरी चाहिँ। र उहाँले डाइरेक्टली राजालाई पनि दिन सक्नुहुन्थ्यो, होइन? यी हाम्रा कुरा। राष्ट्रपति शासन पनि हुन सक्थ्यो, सैनिक सेना शासन त्यो एउटै कुरो भइहाल्यो। किनभने राष्ट्रपतिले पनि एक्सन लिन सक्नुहुन्थ्यो र प्रधानमन्त्रीको कुरा गयो अरे र राष्ट्रपतिले एक्सन लिन सक्नुहुन्थ्यो। किनकि भान भैलो किन मचाउने, किनकि जनताहरू किन मार्ने, किनकि यो समय भनेको अप्ठ्यारो छ। कर तिर्नु पर्यो, आदान प्रदान गर्नु पर्यो, खाने धन्दा त्यहीँबाट पेट भर्ने त्यही हो। अब हामी जाने 2-4 दिन जाँदैछौँ, गइरहेका छन् लगातार। यहाँ भाँड भैलो मचाइयो भने भोलि 2062-63 को जस्तो आन्दोलन हुन्छ। यो ठ्याक्कै श्री 5 महाराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको जस्तो झैँ उहाँले ठ्याक्क त्यो रोल जस्तो लाग्यो क्या मलाई अहिले। ऊ बेला पनि धेरै जनता नमरुन् भनेर राजा चाहिँ श्री 5 महाराज सरकारले चाहिँ ऊ बेला चाहिँ आफ्नो श्रीपेज चाहिँ थबक्क थन्क्याएर राखिबक्सेको हो। जनताको नासो जनताहरूलाई नै भनेर चाहिएको बेला म आउने छु भनेर चाहिँ त्यहाँ राखिबक्सेको हो। र आज केपी शर्मा ओलीले यो प्रधानमन्त्री पूर्व प्रधानमन्त्री भन्नुपर्छ, अहिले अर्को प्रधानमन्त्री भइहालेको हुनाले उहाँलाई पूर्व प्रधानमन्त्री भनियो। तर हाम्रा देशका जनताहरू जति पढे पनि नपढे जस्ता कुरा गर्छन्, अबुझ कुरा गर्छन्। नजिकै वरपर पनि छन् त्यस्ता व्यक्तिहरू, पूर्व राजा भन्छन्। आफ्नो बाउ पूर्व हुन्छ पत्रकारजी, आफ्नो गुरु पूर्व हुन्छ, मातापिताहरू पूर्व हुन्छन्, पण्डित ज्योतिषहरू पूर्व हुन्छ। 100 वटै हुन्, 1000 वटै हुन्, पूर्व हुँदैनन्।
त्यस कारणले गर्दा अर्को कोही छैन नि त। म अब पूर्व माता हुन्छु त म, मेरो घर चाहिँ पूर्व हो नि होइन, मलाई गुरुआमा भनेर आउनु भएको छ नि त। मेरो नाम त कयौँ होला, पहिलो सविता भन्न सकिन्छ। मेरो गाउँमा कसैको नाम सविता थिएन हो, पहिलो सविता गाउँको भन्न सकिन्छ। तर यो नेपालमै हेर्ने भने सविता नाम धेरै होला, विदेशमा पनि होला धेरैको नाम सविता। एउटा भगवानकै नाम पनि छ मेरो, यो सम्झिने हो भने। र मैले भन्नु खोजेको केपी शर्मा ओलीले गरेका धेरै चाहिँ पुण्य कामहरू पनि थिए र छन्। उहाँको पालामा नराम्रा कुराहरू सम्झिन चाहन्छु म। भ्रष्टाचार बढी बढ्यो, तपाईँको चाहिँ देश गरिबीको बाटोमा गयो। कति खर्ब 10, 11, 9 खर्ब अथवा 8 खर्ब ऋण हुँदाहुँदै 15 खर्बको ऋण देखियो। अब बिस्तारै 15-20 खर्ब ऋण देखिँदैछ। हेर्दै गर्नुहोस्, रेकर्ड राख्नुहोस्, यो मेरो रेकर्ड अन्त कतै जाँदैन। त्यस कारणले मैले भन्नु खोजेको त्यही गल्ती कमजोरी केही भए उहाँ शक्तिशाली राणा शासन जस्तो भन्नुभयो होला, कसैलाई पद पाइँदैन भनेर प्रधानमन्त्रीलाई तथा नामै गाली गरे, पूर्व प्रधानमन्त्रीलाई। अब अहिले भएका प्रधानमन्त्रीलाई पनि त गाली त उही हो, ताली बजाएको देखिन्छ। गाउँ गाउँमा महिला चाहिँ बलात्कृत बने, यो पनि प्रधानमन्त्रीले हेर्ने होइन नि। गाउँको वडा अध्यक्षको काम के हो, मेयरको काम के हो, पत्रकारजी त्यहाँको चाहिँ नगरपालिकाको काम के हो, हात बाँधेर बस्ने काम कि रक्सी खाएर चाहिँ अर्का छोरीचेली बलात्कार गर्ने काम हो त? टोल टोलमा चाहिँ हेर्नुपर्छ पर्दैन त्यो वडा अध्यक्ष भनाउँदोले? के को पद हो वडा अध्यक्षलाई? करोडको गाडीमा चढ्ने वडा अध्यक्ष, लाज लाग्दैन? हामीले तिरेको कर ट्याक्सबाट आज गरिब आमाहरू पीडित यहाँ रुँदै आएका छन्, कोही खान नपाउँदै भोकै मरेको छ। अनि हामीहरूले धेरै काम गर्यौँ भनेर कसैले हुइया मचाउनै पर्दैन। राजाको पालामा जस्तो काहीँ केही भएको छैन, 1 हुँदैन, 2 हुँदैन, 3 हुँदैन। र मैले भन्नु खोजेको पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चाहिँ शक्तिशाली नेताकै रूपमा मैले मान्दछु। र उहाँले आज यो प्रोसेस गरिदिनाले, उहाँले यो थाल्दिनाले आज स्थिति नाजुक भयो। 5 वर्ष कम्युनिस्टलाई दिएको यो सरकार थियो, बिचमा 2-4 पल्ट फेरबदल च्यातिएको लुगा सिलाएर लाए जस्तो चाहिँ गरे नेताजीहरूले। त्यस कारणले गर्दा अब भनेको नाजुक अवस्थातर्फ जाँदैछ, राजनीतिक द्वन्द्व बढ्दैछ। हाम्रा लागि राम्रो दिन आउनेछ, राम्रो खबर सुन्न पाइनेछ। 94% वैदिक सनातनीहरू भएको यो मुलुकमा आज कृष्णले पश्चिमा संस्कृति हिजाएर नाना थरीका प्रहार गर्ने, ब्राह्मण र क्षेत्रीमाथि प्रहार गर्ने, नेवार र दलितमाथि भनेर विभेद निकाल्ने हो, यस्तालाई कानुनी दायरामा ल्याउनु पर्ने भएको छ। त्यस कारणले गर्दा राजाले सबै मिलेर बस, सबै एक छाता मुनि हौ, सबै मै जस्तो हौ, सबै पीडित छौ, मैले जस्तै तिमीहरूले पनि खानुपर्छ भनेर राजा महेन्द्रले सारा गरिबका घर बनाइदिएका थिए। राजा महेन्द्रको सम्झना अहिले पनि धेरैलाई आउँछ। एकजना भाइ कोरिया बस्ने मेरो भक्त हुनुहुँदो रहेछ, यहाँ आएर म सम्झिने राजा महेन्द्र भन्नुभयो। महेन्द्र राजा अमेरिकाको होइन, हाम्रै नेपालको हो। विभिन्न अङ्ग्रेजहरूसँग युद्ध लडाइँ गरेर यो राजाहरूले आर्जेको यो मुलुक आज महेन्द्र राजा श्री 5 बडा महाराज धीराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको आफ्नै बुवा महेन्द्र राजा, कुनै यी झोले नेताहरूको बाउ होइन। हाम्रो श्री 5 बडा महाराज धीराज सरकार महेन्द्र सरकारको यो जय होस् भनेर सम्झिने कुरा छैन। आज कालापानी लिपुलेखका कुराहरू आए, त्यसै गयो। नागरिकता विधेयक हेर्नु, 72बाट कति चाहिँ यहाँ करोडौँ 50 लाख भन्दा बढी विदेशी हस्तक्षेप यहाँ भयो, नागरिकहरू आए। आज विदेशी धर्म कति आयो, चर्चहरू कति बने। गरिबी हेर्नुस्, ऋण लिएको छ अर्कैसँग, त्यसैलाई तछामा लुक्काछार गर्छन्। तिर्नुपर्छ पर्दैन? मैले तपाईँसँग सापट लिएँ भने म के हेरेर बस्ने? मलाई आपत पर्छ पर्दैन? मैले बिस्तारै तिर्नुपर्छ। हात हेर्दै हुन्छ कि कसैले मलाई के भन्छ गुलियो खा, म खा, घिउ खा नानी भनेर दिएको पैसाले मैले भए पनि तिर्नु त पर्यो नि। म त नेता होइन, भ्रष्टाचार गर्ने भइएन। हेर्नुहोस् हजुर, आफ्नो कर्म गरेको छ, कसलाई के डाह हुन्छ आओस्, मेरो अगाडि आओस्, त्यसको टुप्पी चाहिँ म उडाइदिन्छु। कुरो बुझ्नुभयो नि? अब पत्रकारजीलाई बोल्दै नदी आफै बोल्नुभयो भन्नुहुन्छ होला, सकिएकै छैन मेरो कुरो। यहाँ रिस पोख्दैछु म, रिस पत्रकारजीहरूसँग होइन। आज जनता 3 करोड नेपालीहरू टुवा परेर हेरेका छन्। किन हेरेका भन्दा ती सविता माताले त राज संस्था आउँछ भन्थिन हो कि क्या हो भनेर हिजो 150 जनाभन्दा बढीको मेसेज आएको छ। अब बिहानदेखि त अहिलेसम्म मोबाइलै हेर्न पाएको छैन। कसले के गर्नुभयो थाहा छैन। ठुल्ठुला कलाकारले पनि अब त क्या हो माताजी भनेर फोन गरेको धेरै नै भेटियो आज। भनेपछि म सासै नफेरी बोले, माफ गर्नु होला, म अङ्ग्रेज होइन, मलाई अङ्ग्रेजी बोल्न आउँदैन। म नेपाली हुँ, बिस्तारो बोल्दैछु, तर सासै नफेरी बोले पनि नेपाली नै शब्द हो।
कुनै फरक भने केही पनि होइन। म राजनीतिक नेताको झोले होइन, राजनीतिक नेताको त्यो भविष्य व्यक्ता होइन। म 3 करोड नेपालीको भविष्य व्यक्ता, भविष्यवाणी गरेको छु। सानै उमेरमा धेरै नै चर्चा कमाएको भनेर मलाई धेरैले चिन्नुहुन्छ। सानै उमेरमा मैले धेरै ठुल्ठुला प्रगतिहरू गरेँ, धेरै मानिसहरूको चाहिँ मन परिवर्तन गराइदिएँ, पोजिटिभ भाइब हराइदिएँ भनेपछि यो मेरो ठुलो भगवानको एउटा कृपा हो। र तपाईँ पनि मसँग 5-7 वर्षदेखि भक्त नै हुनुहुन्छ। आज लगभग 2-3 वर्षपछि मलाई आउनुभयो, पत्रकारिता अध्ययन गर्नु हुँदो रहेछ। तपाईँ च्यानल कुन हो हजुरको? संस्कारिका टिभी। संस्कारिका टिभी। लु हेर्नुहोस् त हजुर, अब मैले यहाँ आइडिया दिएर घर झापा होइन हजुरको? हजुर। लु ठिकै छ। 5-7 वर्षदेखि मेरो भक्त होइन, व्यापार गर्नुहुन्छ तपाईँ। कहाँ बस्नुहुन्छ? अनामनगर। अब हेर्नुहोस्, आज माताजी म त हजुरको आशीर्वादले पत्रकारिता पढ्दैछु। म त 3 दिन पनि जान्न, महिनामा पास भएँ पनि भन्नुभयो। पढ्दै हुनुहुन्छ, मिहिनेत आफ्नो बिजनेसलाई पनि सम्हाल्दै हुनुहुन्छ। अब अरूले पनि गरेको देखेर लौ न त आफू पनि ट्राई गरौँ भनेर संस्कारिका टिभीलाई चाहिँ सब्सक्राइब गरिदिनुहोस् है हजुर। अनि अर्को पनि नबिर्सिनुहोस् है, एस्ट्रोलोजी सविता आचार्य। अनि अर्को सूर्य दर्शन टिभीलाई पनि सब्सक्राइब गरिदिनु है हजुर। अब यस्तै उस्तै छ, धेरै छन्। यो च्यानल त च्याउ उम्रेसरी नै हो। ए माता पनि युट्युबे भइछौ भन्नु होला फेरि। त्यो युट्युबे चाहिँ नाम नराखौँ कि? तर मैले नै सिकाएको हो त्यो पनि। ठिकै छ, त्यसै भने पनि फरक चाहिँ पर्दैन। तर अब देशमा भनेको उथल पुथल भाँड भैलो नै गरेर बाढी पहिरो आउँदैछ हजुर। अब राजनीतिक पत्रकारजी हजुरको क्वेसनतर्फ लाग्ने। माता अनि घाटमा गइसकेको लास फर्केर आउँदैन भन्छन् नि। यो हजुर राजा आउँछ, राजा आउनुहुन्छ भनेर हजुरले 14 वर्षदेखि भनिरहँदा कम्युनिस्टहरूले चाहिँ घाटमा गइसकेको लास फर्केर आउँदैन भनिरहेछन्। त्यसमा हजुरको भनाइ चाहिँ के छ? कम्युनिस्टहरू पनि त यति छिट्टै सकिन्छन् भन्ने त कसलाई पनि थिएन। कम्युनिस्टहरूलाई 5 वर्ष गर्न दिएकै थियो। रामकी श्रीमती श्यामले प्रयोग गरे जस्तो भयो। यहाँ च्यातिएको लुगा 10 चोटि टालेर लाउँदा हुन्छ? मैले जमानामा भनेको त्यो टाइटल आज मलाई स्मरणीय भयो। आज म सम्झन योग्य भएँ मैले त्यो कुरा। अब घाटमा भन्नुभयो, मर्ने मरिसके, जिउँदा त छन् त। बडा महाराज श्री 5 ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार 3 चोटि राजा बन्नुहुन्छ। बाध्यता र व्यवस्थाले जबरजस्तीले राजा राख्नुपर्ने बाध्यता आइसकेको छ। बिस्तारै भर्खर त प्रधानमन्त्री सुरुवात हुँदैछ। अब मन्त्रीहरू पनि हुँदैछन् क्या र 2-4 जना, कतिजना भए थाहा छैन हेर्नु। तर लङ टर्म लामो हुँदैन जस्तो देख्छु म चाहिँ। अझै केही हेरफेर हुन सक्छ र फेरि पनि संसद विघटन हुन सक्छ। अझै पनि हेर्दै जाउँ के हुन्छ यो भविष्यवाणी। सफल हुन्छ हुँदैन, सबै हुनुपर्छ भन्ने छैन। सबै पुग्ने भए म भगवानै बनेर अहिले यहाँ के गरिसक्ने होइन त। त्यसले गर्दा धेरैले मलाई त्यो आफ्नो आस्थाको विश्वासिलो पात्र मान्नु भएको छ। त्यसमा तपाईँहरू सम्पूर्णलाई मैले धन्यवाद दिएँ। र तपाईँले मरेको सिनो अथवा खै के भने पनि त्यो कम्युनिस्टको पारा, माओवादी धन्ने सकियो भन्दा पनि फरक पर्दैन। काम छैन। अब कोम्लो बोकेर ठिमीतिर लागे हुन्छ। तरकारी खेती गाउँतिर बाजाबारी छन्। त्यो चप्पल लाएर जसरी फटाक चप्पल लाएर आउनुभएको थियो अङ्कलहरू, भाइहरू, दाईहरू, युवा युवतीहरू, लडाकुहरू भन्नुपर्छ, त्यतैतर्फ त्यो जङ्गलमा फाँडफुँड गरेर बनाए हुन्छ। आफ्नो काम गर्नुहोस्, सिधा मुलुक समाज बनाउनुहोस् अनि मुलुक बन्छ। र अरू भनेको अब राजनीतिक बुढा नेताले विश्राम लिए हुन्छ। केपी शर्मा ओलीलाई मात्रै यहाँ झटारो हान्ने काम नगरौँ। राम्रो र असल साँच्चै केही गर्ने नेता उहाँ हुनुहुन्थ्यो, गर्न दिएनन्। उहाँले पनि केही मिस्टेक गर्नुभयो भन्दिनँ। कम्युनिस्ट नेताहरूको लागि, अरू यी मिलेर बस्नेहरूको लागि मिस्टेक भयो, ठुलो अपराध भयो। तर हामी जनता 3 करोड नेपालीको लागि त यो कर तिर्ने, ट्याक्स तिर्ने हामी नेपालीहरूको लागि 38,000 जनप्रतिनिधि भन्दा बढी बाहेक हामीलाई चाहिँ खुसियाली नै छ। र म काङ्ग्रेस भएको भए अझ ताली बजाउँथेँ होला। म कुनै पार्टीमा छैन। तर जेसुकै होस्, लुतो नकनाइ हो हजुर। यो चाहिँ कुरो बुझ्नुभयो नि। अमेरिकामा छ मन, मान्छेलाई भेजा लाग्दैन। त्यही हो कुरो बुझाउन मिलाएर। र मैले भन्नु खोजेको राज संस्था त अब हजुर आँखै अगाडि देख्दै हुनुहुन्छ। बरु आन्दोलनमा पनि आउनुहुन्छ होला तपाईँ। भोलि भिडियो देख्नुहुन्छ होला। ठुल्ठुलो डरलाग्दो आन्दोलन हुँदैछ त अब मुलुकमा त। अब हेर्दै जानु के हुन्छ। र मैले सेनाहरू पनि चलबलाउने ग्रह चाहिँ देख्दछु। यो सालमै अब केही हुन्छ कि भन्ने आशा गरौँ न। भोलि राज संस्था आउनुको लागि त सेना त नआउने कुरै भएन। अब तलमाथि केही ठुल्ठुला घटना भयो भने सेना त अवश्य नै आउने भए। सेना शासनको पनि योग हो। 2-4 दिन, 2 दिन, 3 दिन, 1 हप्ता, 15 दिन भए पनि अलिकति तर्साउनु पर्थ्यो।
अब कसैले सुन्नु भएन, स्ट्याटस पनि लेखियो बा कसैले त सुन्छन् कि त भनेर। हाम्रो स्ट्याटस कसले सुन्ने, बिचरा म सामान्य मान्छेको। त्यसैले राज संस्था चाहिँ अब नजिकै धेरै टाढा छैन। स्ट्याटस भन्दाखेरि रवि लामिछानेले आज लेख्नु भएको छ नि जुन स्ट्याटस, त्यो उहाँले लेख्न योग्य थियो। अब रवि लामिछानेको के कुरा गर्नु हजुर, कुरा गर्यो कुरैको दुःख। के अरे खै के हो ओ के पो भन्या थियो, म हेर्छु। रवि लामिछानेको कुरा गरौँ भने उहाँ आफ्नो चर्चा त उहाँले कमाइसक्नुभयो। रवि लामिछानेको कुरै नगरौँ, उहाँले चर्चा कमाइसक्नुभयो, उहाँका फ्यान फलोइङ पनि अब पुग्ने गरी नै भए। तर उहाँले यो बोल्नुको, यहाँ हेर्नुहोस् है, के अरे ड्यास ड्यास छन्, अदालतको आदेश मान्दिन अरे, अनि के भन्छ वाट भनेको छ, अनि क्वेसन मार्क दुईटा वाट नै होला, त्यसलाई के भन्छ, तिम्रो बाको शासन हो र भनेर क्वेसन मार्क गरिएको छ होइन। बडो चकित, भगवान्ले नै यस्तो लेखेपछि त यो बडो अप्ठ्यारो भयो। सबैले रवि लामिछाने प्रधानमन्त्री भन्नुहुन्छ, प्रधानमन्त्री हुन सुहाउँदिलो यो कुरा हो। उहाँ आफू रमाउनुहोस्, मनोरञ्जन गर्नुहोस्, फिल्म खेल्नुहोस्, उहाँलाई आफ्नो ठाउँमा छ। उहाँको फ्यान फलोइङ 11-12 लाख होलान्, बने होलान्। अस्ति 10 लाख हुँदा मिलियन पुग्यो, वाह मलाई कसैले केही गर्न सक्दैन भनेर उहाँले निकै राम्रोसँगले स्ट्याटस पनि लेख्नु भएको थियो, केही देख्दै थिएँ म त्यहाँ। भनेपछि उहाँको कुरै नगरौँ। हामीले चाहिँ नि चरित्र हेर्दछौँ, चित्र हेर्दिनौँ पत्रकारजी। चित्र हेरेर वाह भन्दिनँ म, हामी चरित्र हेर्छौँ। समाजका विसङ्गति विकृतिहरूलाई ल्याउँछु, म मिलाउँछु, म तिमीहरूलाई काम जुनाउँछु भनेर अर्काले गरेको त्यो दुःख गरी एउटा सुसाइड गर्यो, एउटा बच्चा, एउटा केटा, तँलाई पख्लास भनिकन सुसाइड गर्यो। तर पनि रवि लामिछानेलाई कानुनी कठघरामा राखेर पनि जनताले निकाले बाहिर। भोलि पनि केही पर्यो भने निकाल्छन् होला। तर यस्ता अप्ठ्यारा आउँछन् उहाँलाई। उहाँले धेरै, उहाँ मेरा फ्यान फलोइङ छँदैछन्, म हिरो हुँ भनेर उहाँले धेरै ठुलो दनक दिँदै हुनुहुन्छ। रवि लामिछानेको कुरै नगरौँ। र मैले भन्नु खोजेको, कोही पीडा पाएर रोइ कराई गरिरहेको छ, आफ्नै मान्छे घर परिवारको पनि त पीडा सुन्नु पर्यो नि उहाँले। म बाहिरको पीडा सुनिदिने स्मार्ट नम्बर 1 बन्नुहुन्छ। उहाँले हस्पिटल बनाउनु पर्यो, उहाँले होइन, 3 करोड नेपालीले पठाएको पैसाले बनाउनु भएको हो। उहाँले टेलिभिजन खोल्नुभयो, आफ्नोले होइन नि, पक्कै 3 करोड नेपालीले, त्यो त सबैको साझा हुन पर्यो नि। उहाँले गाडी किन्नु भएको छ, 2-4वटा कतिवटा छन्, सार्वजनिक सबैको हो नि पत्रकारजी होइन। उहाँ साह्रै आफ्नो प्राइभेट काम गर्नुहुन्छ भने प्राइभेट पैसाले गर्नु पर्यो नि, हामी जस्तो कर्म गर्नु पर्यो नि। हामीलाई गरेकोमा चाहिँ त्यो राजा आउँछ भने माता कहाँ छन्, कोही छन्, हिही गर्नुभयो। म विदेशमा थिएँ त्यतिखेर, भिजिटमा घुम्न गएको। उहाँले थर्काउने होइन नि। जब देश सङ्कटमा पर्थ्यो, अप्ठ्यारो पर्थ्यो, उहाँ अमेरिका घुस्न जानुभयो, कमाउन जानुभयो। जब देशमा अब पेल्न ठेल्न हेल्न पाइन्छ भनेर उहाँ आउनुभयो। यहाँ प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरूलाई अहिले मारुम्ला जस्तो गर्नुभयो। यहाँका ठेकेदारदेखि लिएर सबैलाई बनाएको बाटो भत्काई भिडियो खिचाइदिनु भयो। नाटकै नौटङ्की नै गर्नुभयो उहाँले। उहाँको कुराप्रति 100% अब मानिसहरू फेल खान्छन्, तल पर्छन् होला। 2-4 हजार एउटै मान्छेले 15वटा फेक आइडी बनाएको कि 17वटा भनेर पुलिसले उहाँ क्राइममा राखिराखेको छ। यस्ता केस अब धेरै आउँछन्, आउनेछन्। त्यसैले सङ्गत राम्रो गर्नुहोस् रविजी भनेर पहिला पनि भनेकै हो। उहाँलाई धेरैले प्रधानमन्त्री पनि बनाइसके, हुनेवाला प्रधानमन्त्रीले यो लेख्दैन। तर मैले उहाँको प्रधानमन्त्री मन्त्री केही पनि बन्ने देख्दिनँ म। उहाँलाई मैले पहिल्यै भने हो, खुब भाँड भैलो भएकै थिएँ। र म के भन्छु भने, एउटा सच्चा सज्जन मिलियन मान्छेले, करोडौँले सम्मान गर्ने मान्छेले त्यस्तो लेख्दै कि कसो? हामी त सामान्य हौँ, यस्तो 2-4 हजारले पनि चिन्नुहुन्न कि मलाई चाहिँ। अब म चाहिँ त्यस्तो ऊ छैन। अब उहाँहरू करोडौँ होइन, उहाँहरूका करोडौँले 3 करोडले उहाँलाई साथ दिन्छन्। अनि सानोतिनो कुरो हो, रवि लामिछानेको कुरो नगरौँ हजुर, गाह्रो पर्छ। धेरै नबोलौँ। उहाँकै आफ्नै परिवार रोइ कराई गरेर मसँग कति म्यासेजहरू छन् मसँग, त्यो पीडा पाएर आफ्नो दर्द पोख्दा म पनि रोएको छु भनेपछि उहाँको कुरा नगरौँ। उहाँ सज्जन व्यक्तिको कुरा हामीले गर्नु हुँदैन। पछिल्लो समयमा र समाजमा मागेको पैसाले सामाजिक काम हुँदैन, यो कुरा पनि छ। हजुरले मागेको पैसाले सामाजिक काम हुँदैन भन्दै गर्दा पछिल्लो समय ज्ञानेन्द्र साईले पनि कुटाइ खानुभयो। अभियन्ताहरू धेरै अहिले जेल परिरहनु भएको छ, विवादमा परिरहनु भएको छ। त्यसमा चाहिँ के हजुरको भनाइ के छ? त्यसमा मेरो पत्रकारले पनि त अब अस्ति यहाँ एउटा पीडित आउँदै हुनुहुन्थ्यो। म पीडित थिएँ, मेरो नाम गरेर युट्युबले पैसा खायो माताजी, कसो गरौँ भनेर आउनुभएको थियो। मैले पुलिस प्रशासनमा जान अनुरोध गरेको थिएँ। भनेपछि अब त्यो कति हो कति। अब ज्ञानेन्द्र साईले त 3-4 पटक कुटा खानुभयो।
एउटै मान्छेले पटक पटक कुटाइ खान्छ भने केही रिजन केही न केही होला र त कुटाइ खानुभयो। सामाजिक आफ्नो गोजीको पैसा 1 रुपियाँ सुको पनि खर्च नगर्ने व्यक्तिले सामाजिक काम गरे हुँदैन। 1 रुपियाँ खर्च गर्छ भने यहाँ आएर देखाओस्। कुरा त्यही हो मेरो। बुझ्नु भयो नि कुरा। मेरा पनि मलाई भक्तजनले मैले गरेको काम देखेर मेरो व्यक्तिगत काम कर्म देखेर माताजी लो है हजुरलाई 5000 4000 है हजुरले कसलाई के गर्नुहुन्छ भन्नुहुन्छ। कसैले 15000 है भन्नुहुन्छ। मेरो आफन्तले मलाई जो पाए त्यसले पठाउँदै होइन मसँग नजिक जो छ त्यसले भोलि तपाईँले भन्नु होला ऊ अघि तपाईँ भन्दै हुनुहुन्थ्यो माताजी तपाईँ गरिरहन्छ के किन राख्नुभयो भेटी सधैँ किन ऊ गर्नुहुन्छ भनेको होइन गरिराख्नुहुन्छ हजुरको काम भनेर भन्नुभयो। तपाईँ जस्ता सबै त आउँदैन नि सजन यो भाइ त्यस्तै भनेपछि यस्तो हो कुरो। सामाजिक अभियन्ता भनेर ठगी धन्दा गर्ने आफ्नो गोजी भर्ने आफूले कारमा हिँड्छन् सामाजिक अभियन्ताहरू 2.5 करोड 1.5 करोडको कारमा 50 लाखको कारमा हिँड्छन्। ए भाइ हिँड्दैनन् नि यो गतिलो कुरो होइन नि। मान्छे चिन्नुहोस्। अब धेरै चिनिसक्यो ठेगान लाउँछन् नेपाल प्रहरीले। अब कसले के गर्छन्। अब पार्टीको झोले नै भएर झोला बोकेर हिँडे जता पनि ठेक्क पारेर हुइया मचायो भने त कारण अर्कै भयो। तर मैले देखेको अब धेरैले धोका पाउँदैछन्। धेरैले अवरोध र बाधा अवरोधहरू भोग्नु पर्ने दिन आउँदैछ। पत्रकारजी सामाजिक अभियन्ताले करोड पैसा लगेर चाहिँ खर्च गर्ने पुलिस प्रशासन त्यहाँ नजिकै चाहिँ काम हजुर हामी सहयोग गर्दैछौँ भनेर उहाँहरूलाई भन्छ भन्दैन। सामाजिक अभियन्ताले बिटो बोकेर भिडियो देखाउँदैमा सामाजिक अभियन्ता हुन्छ। अर्काको पैसा त पनि 3 करोड नेपाली सचेत बनौँ सजग हौँ। हजुर अब देशको स्थिति कतातिर जाला माता? मुडभेडतर्फ जाँदैछ। डरलाग्दो आन्दोलन हुँदैछ। त्यो आज होइन फागुनमै भनेको छु मैले हेरे हुन्छ। र शेरबहादुर देउवा प्रधानमन्त्री हुने पनि फागुनमै हिमाल अनलाइन टिभीमा अथवा कतै केही न केही मैले स्ट्याटस पनि लेखेको थिएँ भने खै तैँले भनेको पुग्यो त केपी ओली नै भयो त भनेर पनि लेखेँ। मलाई समय आउँदैन सबैको। माधव नेपालका पनि ग्रह भोलि आउला समय आउँछ नि सबैको समय आउँछ नि। एकैचोटि मिति त तोकेको छैन नि त हुँदै 2:03 त भनेको छैन मैले। त्यस कारणले गर्दाखेरि यो स्थितिमा गएको छ मुलुक र मैले देख्दाखेरि देश नाजुक अवस्थामा छ। अब अप्ठ्यारो मुडभेडतर्फ ठुल्ठुला आन्दोलनहरू हुन्छन्। विभिन्न जङ्गली मानिसहरू पनि जङ्गलमा बसेर ठुल्ठुलो रणाको मचाउने छन्। अब जनजीवन प्रभावित हुनेछ। बाढी पहिरो जसरी आँधी बेहरी आएको छ चैतमा आँधी बेहरी आउँछ अहिले बाढी पहिरो यो बढेर जान्छ। अझै धेरै राजनीतिक र साँच्चैको ओरिजिनल प्राकृतिक प्रकोपले पनि ठुलो दुःख र पीडा दिनेछ। यस्तै छ हजुर। अब यही साल हिन्दू राज्य घोषणा हुन्छ भन्ने ठुलो पूर्ण विश्वास छ। त्यसपछि राजा सोत संविधान खारेज यी सबै कुराहरू हुन्छन्। सङ्घीयता यो सबै कुराहरूले काम गर्दैन। बिस्तारै उथलपुथल भएपछि थाम्न नसकिने भएपछि जनताहरू आवेगमा आउँछन् र यसले चाहिँदैन हुँदैन भन्छन् आन्दोलन गर्छन् होला मैले मेरो सङ्केत अनुसार। अनि 2046-47 को संविधान आउँछ। त्यसमा स्वत राज संस्था हो। राजालाई जिम्मा खोट्टै ढोगेर लम्पसारै भएर दिन जान्छन्। मेरो भविष्यवाणी यस्तै हो हजुर। अब तपाईँलाई धेरै धन्यवाद। आज पहिलोचोटि तपाईँसँग अन्तर्वार्ता दिन पाएँ। पोरपरार यहाँ हेराउन आउनुभएको थियो। अरू नै बिजनेस व्यापारको लागि सल्लाह सुझाव दिएको थिएँ। खुसी लाग्यो। दिनभरि कुरेर भक्तजनको हेर्दा अहिले भोकै आज तपाईँको पनि व्रत रहेछ। यसरी आएर मलाई चाहिँ सम्झेर मेरो इन्टरभ्यू लिनुभयो। म पनि अलि बिरामी नै छु सामान्य भन्ने हो भने। अब यस्तै छ देशमा आँधी बेहेरी आउँदैछ है हजुर। डरलाग्दो भूकम्प आउँदैछ। अब राजनीतिक फेरि अर्को भूकम्प भनेर खतरा नहुनु तर प्राकृतिक कुराले पनि केही खलबल्याउने चाहिँ देखिन्छ। केही भूकम्प पनि आउन सक्छ यो साल। मैले अस्ति 78मै भनेको छु। आधी पानी धेरै पर्ने पानीको सतहको त्यो बहाव बढेर जाने विश्वभरि नै राजनीतिक चलखेल हो। कोरोनाको नाममा रडाको नै मचाइराखेका छन्। यो कोरोना फोरोना म विश्वास गर्दिनँ तर मान्छे मार्ने खेल भइरहेको छ। यो राजनीतिक चलखेल हो। पश्चिमा संस्कृतिले ल्याएको चलखेल हो यो किर्सानलेटी बनाउन यहाँ धेरै ठुलो चलखेल छ र एमसीसी पास गर्ने खेल पनि अब पूर्ण रूपमा बढ्छ। त्यसैले यो हुन नदिन जनताहरू जागौँ उठौँ। म पनि आउँछु। सडकमा आउन पर्यो। अमेरिका बनाउन खोजेको छैन हाम्रो यो सानो सामान्य मुलुक। यो हेर्नुहोस् भगवान बसेको भगवान उत्पत्ति भएको हिमाल पहाड पर्वत यो सारा नदी नालाहरू यो रुख बिरुवा बोट बिरुवा जडीबुटी यो सारा संस्कार संस्कृति भएको देशमा आज पश्चिमा संस्कृतिको खेल बनेको छ। यसलाई निमिट्यान्ने बनाउने गरेर अब हामी लागि पर्नेछौँ। मेरो कुरा सुनेर हिन्दू जति आउनुहोस् साथ दिनुहोस् मलाई। म तपाईँहरूलाई आवाज बुलन्द उठाउँदै सहयोग गर्नेछु। नेपालका लागि मर्नेछु। नमस्कार। धन्यवाद। धेरै धन्यवाद। धन्यवाद हजुरहरूलाई।